अहिले चाहिँ हामी यहाँ आइपुगिसक्यो। त्यहाँ माथि डाँडाबाट कहाँ खै त्यो डाँडा पनि देख्दैन रहेछ। दा कहाँ पऱ्यो यो? इलामको जमिनमा छौँ अहिले हामी दुई भाइ हिँडेर आइदिएको। खतरा केटाहरू खोला तरेर इलामको भूमिमा होइन दा दुई भाइ किम्बु होइन किम्बु खाँदै यस्तो खतरा हो हामी चाहिँ। नेपालमा त दामी घाम लागिरहेको छ। नेपाल होइन कन्फर्म है त्यो अङ्कलले भने होइन बस हामी चाहिँ नेपालमा छौँ अहिले। भ्लग गर्छु भनेर सोचेको थिइनँ तर गर्नु मन लाग्यो यत्रो हिँडेँ भनेर खुसी लागेर यहाँबाट आइदिएको। यहाँ डाँडा छैन नि त्यो डाँडा यहाँ देख्दैन पनि रहेछ है त। यो डाँडाको चाहिँ उता डाँडा अर्को होइन। ल हामी यहाँको डाँडा चाहिँ देख्दैन पनि रहेछ। सक्दिउ सप्पा टुप्पो छ नि कालो खालको त्यतातिर हो। यहाँतिर हामी जानुपर्ने यहाँ माथि टुप्पो देख्दै यो टुप्पो हो। दुई भाइ चाहिँ हिँड्दै आइदिएको। उफ्दा त झन् चप्लीमै छ। किन ढाँट्नु हामी होइन दा किन ढाँट्नु पत्याउँदैन होला त्यसै निस्किँदाको। त्यो दाहरूले त हामीलाई के देखो पुग्दैन है। यो काल जानु होइन नेपालको 1000 रुपियाँ छ है साथी मेरोमा चाहिँ पत्याउँदैन त फेरि। नेपालको छैन भनेको होला है नेपालको 1000 रुपियाँ चलाउन आएको म चाहिँ यहाँ पाडी हुन्छ नि अब त पाडी ला इन्डियाको पनि छैन नेपालको त 1000 रुपियाँ छ त। इन्डियाको चाहिँ गरिबी छ अहिले अवस्था। अब चाहिँ दुई भाइ कहाँ पनि निस्किनुपर्छ त? श्रीअन्तु पुग्दिने हिँडेर है 40 मिनटहरू यहाँबाट 40 मिनटमा चाहिँ दुई भाइ श्रीअन्तुमा टक्कै पुग्नुपर्ने हुन्छ। अहिले चाहिँ अप्परचट भइदियो नि यो भ्लग पनि हाम्रो घन्टा पत्ताउँदैन नि गाउँमा त्यही भएर त भिडियो बनाएको छ। अब चाहिँ गाउँघरहरू भेट्नु थाल्यो यहाँनिर। त भटाभट हिँड्नुपर्छ नि हिँड्नु न ल साथी हामी नेपालको गाउँघर छिर्यो यता एउटा यस्तो रोड चाहिँ स्याटिस दमसाइलो भन्छ होइन दा दमसाइलो रोड छ आउँदैछ। ऊ बरातिर केसको खेती गरिरहेको छ थाहा छैन मलाई। चलो भाइ ट्याड्याउ डाँडामा घर वरिपरि बगैँचा चिया गाछको। जुम गरेर देखाउँ त्यहाँबाट आएको खै आम्बो यहाँ फ्याक्ट्रीबाट आएको हामी यसको उतापट्टि फ्याक्ट्री देख्दैछ त्यसको उतापट्टिबाट आएको हामी। अम्बो हट चिया बगान हल्का क्लिप त खिचिरहेको सबले हामीलाई घुमाउँ भन्छ। हामी जस्तो घुमेर देखाउनु त सक्छौँ भने होइन हामी त्यस्तै घुमेर देखाऊ नेपाल आएर देखाऊ हिँडेरै तर हिँडेर नि है। अब घुम्नु पनि जान्छौँ हुन्छ नि त यहाँ बतुवा हामी जस्तो बतुवा लागेर देखाउनु सक्नु पऱ्यो नि त। आम्पो त्यो डाँडा रहेछ नि त धुन्दुला भइरहेको छ नि त। डाँडा त देखिहाल्यो होला साथीले होइन डाँडा हामीले देखाइदिइसकेको छौँ यतिको चिन्नु सक्नु पऱ्यो नि त। अन्त यहाँ फेरि चिया गाछको त अब दुःखै छैन चियाको त हामीलाई। चार्ज चाहिँ जोगाउनु पर्ने हुन्छ बेलुका बत्ती बालेर उकालो हो नि साँच्ची नै। ल नेपालमा पानी पर्यो
सिलन्तसम्म गएको ए यहाँबाट हिँड्दै यहाँबाट 1 घन्टा लाग्छ हजुर शान्तिलालतिरबाट गाडी भेटिन्छ लाग्दैन यहाँबाट हिँड्दै हिँड्दै भने 1 घन्टा है 1 घन्टा भयो उकालो जानु उकालो कुन चाहिँ उकालो यो रोडै रोड यहीँबाट रोडै होइन यहीँबाट छाडो उकालो छ ए हुन्छ छाडो उकालो जानु छिटो छ कताबाट ठाडो उकालो हुनु यो माथिबाट उकालो यो उकालोबाट अझै कति रे 1 घन्टा गाडी भेट्यो भने त कति पनि लाग्दैन गाडी भेट्यो भने 1 घन्टा लाग्छ टाइमहरू कति बज्यो 1:20 1:20 3:30 पुग्थ्यो होइन 4 बजी 8 1000 को चेन्ज होला गाडी भाडामा हाम्रो त 1000 को नोट चाहिँ छ भन्नु छ त्यो नि हाम्रो त ब्यान्ड भएको ए त्यस्तो त अशुभ अशुभ बोल्छ नि यता फेरि ब्यान्ड भएको नभन्नु न ला हौ बानी पऱ्यो त 2 बेला ओत पनि दिन्छ कि यतातिर त पर 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 भन्यो त मारे त ल साथी पानी चाहिँ खतरै पर्ने रहेछ यहाँ ओत लाग्ने जग्गा रहेछ नि त हैट हाम्रो चाहिँ फेरि कपसँगै हिँड्ने बानी छ यसरी टक्कै कप अन्त यसरी फ्याल्ने बानी पनि छ बस टक्कै खतरा छ हाम्रो पानी पर्दैछ नेपालमा चाहिँ खतरा पानी पर्दैछ साथी हो अलिक हाम्रो यात्रा रोकिदियो पानीले अझै जानुपर्ने यो उकालो छ हामी यो उकालो छिरेर जानुपर्छ अरे सट्टै गाडी पाउँदैन रहेछ यहाँबाट दिनले साथ दिला जस्तो छ होइन दा यिनीहरू चाहिँ खतरा दर्रो छँदै भएको अब अझै कति हो कति नि घर पुग्नु छ है दा बच्चा निकै अहिले चाहिँ हामी फ्याक्ट्रीमा आइपुग्यौँ फ्याक्ट्रीमा कारखानामा आइपुग्यौँ कारखाना लेखेको छ कहाँ लेखेको छैन जिग्रा चाहिँ कति हुन्छ जिग्रा चाहिँ हाम्रो जस्तो हुनु पऱ्यो नि त सिधै कुरा हो यत्तिको घुम्नु चाहिँ हाम्रो जस्तो जिग्रा र फिला हुनु पऱ्यो खतरा अब हाम्रो डाँडा देख्दैनौँ यहाँबाट कता हो कता डाँडा हामी हामीलाई थाहा पनि छैन त्यो कस्तो त्यो त एकपल्ट भिडियो त्यो टुप्पो जहाँ त्यो पुरै सक्यो है पुरै सक्यो त्यही त हो नि अन्त त्यसको मुस्ता बोला निकै नै सक्यौँ नि हामी अहिले त श्रीअन्तुको नजदिक अब हामी 2 भाइ बेसी छैन लु आज अलिकमा पिच रोड आइपुग्यौँ हामी 2 भाइ या के दामी हो त्यो माथिको घर उयो घर सेटिस बनाइदिएको रहेछ नि त देख्यो चुच्चो भएको हामीलाई चाहिँ के सुर्ता छ भने चाहिँ हाम्रोमा नेपालको 1000 रुपियाँ छ त्यो पनि साथीले दिएको चल्छ कि चल्दैन सुर्ता चाहिँ त्यसको छैन अरू केहीको छैन त्यो 1000 रुपियाँ पनि चल्यो भने चाहिँ वास हुन्छ नि तर खै यो खिचेर पहिला आउँ खतरा आयो नि खतरा आइदियो नि त धक गरेर पानी भनेर तपाईँ ढले पनि म त होइन भनेर म ढल्छु यस्तो छ भोकले अब हामीलाई चाहिन्छ नि डाइट तिनवटा रोटी त्यो पनि 2 भाइलाई 3टा रोटी बाँडेर खाएर आएको होइन 3टा रोटी र 4टा हो दुधवाला ए 4टा हो 4टा रोटी र मह 2 भाइले ड्राई फ्रुट्सहरू पनि छ नि त हाम्रोमा हान्दिएर आएको यहाँ त दही अब के पाउँछ त्यो पनि त्यही बिचारै एकजना साथीले दिइरहेको 1000 रुपियाँ छ त्यो पनि चल्छ कि चल्दैन नोट चेन्ज भएको चाहिँ गयो काम चाहिँ
अम्बो उतापट्टिको होइन डाँडा यसको उतापट्टि यो डाँडाको उतापट्टिको डाँडाबाट आएको हामी अम्बो पत्ताउँदैन नि त साँच्ची भनेको पत्ताउँदैन तपाईँले भरोसा गर्ने साथीलाई भने पनि पत्ताउँदैन कति हो नि अब यो नम्बर हो गाडीको बाइकको स्कुटीको होइन दोकान खोज्नुपर्छ त दुई भाइलाई डर्रो भोक लाग्यो अब चाहिँ सक्दिनँ अब चाहिँ खाना पाइने भने सक्दिनँ हिँड्नु सक्दिनँ तँ सक्छ त सक्दैन अब चाहिँ सक्दैन खाना पानी पाइने भने चाहिँ सक्दिनँ हामी आम्मा कहीँ छैन लु दोकान कहाँ चाहिँ आइपुग्यो अब घन्टा उयो घरतिर सोधेको हुन्थ्यो होला नि हामीले एकपल्ट दाहरूलाई दोकान कहाँ छ भनेर भाइ अन्डा र वाइवाईको झोल हुन्छ भने पनि ओके म त ओके ल त पानी हाल्नु त मलाई त्यसमा खाइदिन्छु म चिनी नै भएको जस्तो भइसक्यो भोकले होला अब त सकिँदैन पानी मिठो लाग्न थाल्छ क्या अब त केही दाना पनि हुनैपर्छ नि त साँच्ची भनेको केही त क्या हुनैपर्छ किम्बु पनि सक्यो यो चियापत्ती खाएर हिँड्दा हुँदैन होला पानी पनि सक्यो चपाइदिए भन्दा हो कि चियापत्तीको टुप्पा मुनाहरू पनि चपाइदिए टेस्ट गरिदियो एक दाना पानी खायो भने त फर्किँदैन दाना पानी खायो भने त फर्किन्छ नि त त्यति अहिले फिलहाल चाहिँ सकेको छुइनँ म कहाँ छोड्यो भने त मलाई उयोनिर चाहिँ हत्तै छोड्यो त्यस्तै त भयो त मलाई हत्तै छोड्यो क्या हिँड्नै नसक्ला यस्तो हुन्छ नि त्यस्तो भयो हो यस्तो पक्रिरहेको हुन्छ नि फ्ल्याट चाहिँ छोडिदिँदा मुइत्तै हुन्छ नि त्यस्तै भयो हौ त्यस्तो खालको भयो खतरा यो थाक्यो साथी नेपाल हौ नेपाली हिँडेर आएको डाँडा देख्दैन पनि हाम्रो यतापट्टिको हल्का देखाइदेऊ न डाँडा छ अन्त जुम गरेर देखाइदेऊ कहाँ हो नि अब लु भन्नु त तपाईँले कहाँ हो यो डाँडा त डल्लै काट्नु पऱ्यो नि हामीले अन्त हाम्रो डाँडा त देखेको छैन उहु पर फ्याक्ट्री देख्दैछ दिले त्यसको उतापट्टि हो नि त देख्दैछ फ्याक्ट्री अम्बो यहाँ छ अम्बो दा सक्दिनँ म हिँड्नु साँच्ची भनेको अब म हार खाइदिन्छु त यहीँ जङ्गलतिरै बस्नुपर्छ आज एक रात साँच्ची भनेको दा सक्दिनँ हामी त्यहाँ पुग्नु अम्बो साँच्ची भनेको कहाँ रहेछ लु त्यो चाहिँ फ्याक्ट्री चाहिँ काटेर जानु पऱ्यो अब सोच्नु न अम्बो मर्छ दा एक दिनमा त्यो जेठी भाइ त्यतै आँट नगरौँ बस्ती बाँच्छु होस् जङ्गलतिरै खोलातिरै बस्दिनुपर्छ सक्दैन गाई आज एक दिनमा हामी जानु हामी त्यही खोलातिरै बस्छ जङ्गलतिरै मर्छ नि नभए त कहाँ हो न दोकान भेट्दो रहेछ कहाँ रे त्यो टुप्पो त्यहाँ कहाँ हो ओ टुप्पो है अप्पो त्यो ओह्रालो हेर्नु न अम्बो यहाँ तल फेद भएर टक 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 चढ्दै गएर चढ्दै त्यो फ्याक्ट्री भेटेर त्यहाँबाट उता जानु पऱ्यो अन्त मर्छ नि त यता चाहिँ यतातिर पनि फुटपाथ चाहिँ केटा हो यस्तो हिँड्नुहोस् कि नहिँड्नुहोस् होइन त तर फुटपाथ चाहिँ स्याटिस बनाइदिएको छ रोड पनि स्याटिस बनिँदैछ घरको त के गरेर अब हामी नै छ खाना खाने आयो त पानी दुई भाइको यात्रा चल्दैछ यसरी भोकले मर्नु आँट्ने ल यस्तै नै छ ल त फिलहाल चाहिँ हामीले दोकान भेटाउनु सकेको छैन ओ दा सर्टकट गएको राम्रो होइन यो लङ्गै चलिदिनु झर्दा त यो बाटो आउँदिनँ नि म अर्कै बाटो आउनुपर्छ नि मैले भने त तपाईँलाई नसुर्ताउ न म ठिकै नाप गरेर लान्छु पुग्छ नपुगे त्यहीँ बास बसिन्छ जङ्गलतिर
यहाँ चाहिँ के थियो ग्राउन्ड रहेछ है वाला सियनको भ्यू पोइन्ट ग्राउन्ड हो र सियनको त हाम्रो यहाँनिर दोकान होला दामी रहेछ आफ्नो दोकान पुरा यो सबै होमस्टेहरू होला सब होमस्टे ल होमस्टे आइपुग्यौँ हामी भनेपछि दोकान चाहिँ यहाँ तल छ भने तर माथि छ भन्ने त खै नजानु नि त पहिले यता जाउँ न ल सुहाना सफर और ये मौसम हंसी हमें डर है हम खो न जाए कहीं यहाँ तल चाहिँ छ प्लेग्राउन्ड फुटबल म्याचहरू हुँदो रहेछ अहिले भर्खर मलाई पनि थाहा भयो नो पसल गाइज छैन पसलहरू त्यो तल फेदबाट यसरी यसरी हेरेको नि धुप्पीहरू त हामीले यहाँ त 1300 पो परेछ नि त त्यति हक्तङ गर्दैन देख्दैन सुहाना सफर और ये मौसम हंसी पाता बुतुङ भएर देखेँ के जोसो हो दिएको यही त हो त दा यसलाई त भन्छ कला साइको हुने चाहिँ राति चाहिँ यहाँ हेर्नु न यति बेगिनाको चरा छ यति बेसी चरा छ यति बेसी चरा छ यहाँनिर शिवकाल जानु साह्रो उचित लागेन मलाई अम्बो चरा चाहिँ यस्तो हुनु चाहिँ अम्बो अम्बो हेर्नु त अम्बो फ्याक्टिस रहेछ यहाँ फोटो खिच्दैन त हेर्नु न प्री वेडिङहरू गर्ने खालको क्या चरा चरा उडाउँदाको म चाहिँ यहाँनिर हेप्पी बेसी रहेछ चरा कुन चाहिँ चरा हो थाहा भएन के दोकान रहेछ दोकान रहेछ यो डाँडा जानुपर्छ यो उकालै दा यो उकालै जानुपर्छ कहाँ पुग्छ हेर्नु न भ्यू डाँडा यहीँबाट त हो अरे त्यही त होटलहरू पनि छ भने होइन जाउँ न जाउँ त्यहीँ त्यहाँ के गर्नु जानु कि यही डाँडा भनेको हौ यस्तो डाँडा त होइन नि त होइन हामीले देखेको धुप्पीको लहर त्यो रोडबाटै पिन्नु छ त हामी यो डाँडाको चाहिँ हामी हिँड्नुपर्ने हो त्यहाँबाट त कति टुप्पो उता हो त्यो त माथि देख्दैछ हामी तपाईँ जो यो टुप्पोमा त के छ जस्तो लागेन भाइ मलाई फेन्सिङहरू छ त्यता नजानु तर मलाई चाहिँ यो डाँडा जानु मन पऱ्यो अँ यहीँ छ केही छ भने चाहिँ अब त हामीले मिरिक जस्तो ढुङ्डेर नि यो डाँडा जानु लाग्यो एक ठाउँमा त सोचेर प्लास्टिक हिँड्नुपर्छ नि सानो टाढो छु एकपल्ट दाना पानी चाहिँ भेटाओस् न जस्तै टाढो पनि भइहाल्छ बाघ भालु शत्रु लाग्यो अर्कै कुरा हो हिँड्नु चाहिँ सक्छ हामी एकपल्ट डाइट भइरहेको मलाई थाहा छ कमजोर बाघ भालु चाहिँ नलागे पनि हुन्छ नि फेरि
चुर्सानी जङ्गल हेर्नु न माथिबाट चाहिँ ओह्रालो घुम्ने आउने जग्गाहरू चाहिँ हेरेर रहेछ मैले बुझ्दाखेरि अहिले क्या किनभने यस्तोहरू छ नि त दामी भएको बेलामा केटीसँग घुम्ने ठाउँ हो यो हत्तु भएर कामबाट आएर भोकै डुल्ने कहाँ हो सबर करो बेटा जय शिव शङ्कर जय भोलेनाथ जय श्रीराम भइदियो त अन्त आयो अब चाहिँ किन के चाहिँ आयो हेर्नु ल अब चाहिँ हामी कहाँ पुग्यौँ थाहा छैन तर आइ चाहिँ पुग्यो अटोमा आइपुगेछ नेपालमा यहाँभित्र चाहिँ टिकट लाग्ने रहेछ हत्तु छ दाइ पनि म पनि हत्तु बत्ती बचाउ है घर पुग्दा चाहिँ पाप हुन्छ दुई भाइ स्योर सोर छु सोर हामी दुई भाइ हिँड्दा हिँड्दा जुङ्गा आइदिएको पो त दा मेरो दुई भाइको डाइट आइसक्यो बजाउनु पनि थाल्यो अब चाहिँ बजाइ हुन्छ त्यहाँदेखि हिँडाइ हुन्छ दुई भाइले खाइसक्ने पैसा दा दिदी जाँदैछ पैसा चल्छ चल्दैन गाइस ए चल्यो 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 गाइस दुई भाइको टिकट एन्ट्री भयो खै त देखौ न पैसा हेर्छु ए एक के बदले 3 मिल गयो ओइ 5 मिल गयो बे ल चल्दिएको ओ दा अन्त यो त हामीलाई त कम्ती फर्काइदिएको होइन कहाँ हौ 500 600 700 ठिकै हो त 500 को नोट पनि छ खै 500 हेर्छु वाउ ल गाइस त्यहाँबाट लगिदिँदैन के माल पनि यो चाहिँ 500 को नोट चल्दैन भने सोचेको थिएँ तर चल्यो बिल्कुलै मजा आयो डाइट खाइन् अनुहार उज्यालो भइरहेको होला अनुहार उज्यालो भइरहेको होला हाम्रो हेर्नुहोस् त भनेर हावा होस् न त्यसका बाजेको वीरपाखा साला आलु र के को पो चाँडाको दम देखाएर म त वाइबा खान्छु नि त त्यहाँ आन्दिनु यो खालके भएर चाहिँ आइदिएको दुई भाइ आउनु पनि कस्तो बाटो चाहिँ आइदिएको त अन्त ल डाँडा चढिदिने डाँडा चढिदिने डाँडा चढिदिने हामी गाई डाँडा चढिदिने डाँडा यहाँबाट हो हे रहेछ श्री अन्तु ए के अरे अन्तु डाँडा अहिले चाहिँ हामी अन्तु डाँडामा छ सायद गाइज गाइज भन्ने बानी बस्छ नि अन्तु डाँडामा छ साथी हो यहाँनिर रिल्स बनिँदैछ 1000 रुपियाँ तुरेर लाग्दिने के भन्छौ केही देख्दैन दाइ ड्याममै कुहिरो दाइ चाहिँ हानिदिइहाल्ने है त के अन्तु डाँडामै पास खिचेर पास हानेर वाइ खान जानुपर्छ उयो त आप्पै लौंडा है कि लौंडी है यार पता नहीं चल रहा है ल यति रहेछ अन्तु डाँडा घुम्दै सक्यौँ हामी अम्बो यो डाँडा आइपुग्नु चाहिँ झन्डै मऱ्यौँ है भोकले कस्तो धन्यवाद त्यो नेपालको मेरो साथी सिक्किममा बस्नेलाई जसले मलाई 1000 रुपियाँ दिइराख्यो आज चल्यो त्यसले मलाई दिइराख्यो सोचेको थिएछ उसले देखिसकेको थिएछ क्या त यो केटा चाहिँ एक दिन भौतारिँदै पुग्छ है ल दुई भाइ अन्तु डाँडा पनि घुम्यो हिँडेर आएर दुःख पनि पायो हात चाहिँ निस्किदिएको यहाँबाट चाहिँ एन्ट्री गर्नुपर्ने हुन्छ ल चिनोको लागि चाहिँ 10 रुपियाँ चाहिँ फर्काएर लेख्छु 1000 रुपियाँबाट बिचरा चिनो देख्थ्यो भनेर होइन झन् नोक्सान पर्थ्यो नि इन्डिया 50 दिएको झन् ल दुई भाइ चाहिँ फर्किदिएको
त्यो नोट चल्यो हामीले माल पायौँ खुसी नोट चाहिँ चल्यो खुसी जसले त्यो मेरो साथीलाई चाहिँ धन्यवादै भन्छु म दा कहाँ हो उकालो के उकालो हो नि त हौ? ल खोला त हामी एकैछिन पुग्छ थाहा छ मलाई खोला त एकैछिन पुग्छ हामी दुई भाइको हिँडाइ खतरै छ नि त तर होइन रात नपरि खोला काटेर होइन त्यो टावरमा थाहा छ हामी टावरबाट झरेको त्यहाँ पुग्नु पायौँ भने त सुत्दै जान्छु नि त त्यहाँदेखि त आरामले चलाइदियो नि ले उपत्र चाहिँ यहाँसम्म चाहिँ केटा हो राम्रो बाटो हुँदा हुँदा हामी चाहिँ यस्तो बाटो हिँड्ने हो डर भर कुनै किन नभएकोहरू चाहिँ हामी नै रहेछौँ संसारमा है त त्यो पनि माथिबाट उतल मेरो घर भन्दा हुन्थ्यो नि डाँडाको टुप्पो ला घुमिदिइराख्नुपर्छ हौ त गन्डागोल गऱ्यो नि केटाले गन्डागोल गऱ्यो नि आउनु न पुरै पुरै कहाँ हो दोकान आइपुग्यौँ हौ त्यो होइन ला हौ कहाँ हो त्यस्तो होइन ल अरू बेला पो कहाँ भन्नु अर्को काम पो लाग्यो त फेरि है मजाको केटाले ब्रेक मलाई कति बेला बिरायो खाना खाँदा तिमी ऊपर त्यो गन्डागोल गरी पठाइ नि केटाले त कस्तो मजाको देखेको हौ तपाईँको मोबाइलबाट त हरियाली गन्डागोल गऱ्यो केटा गन्डगोलै भएछ के लाग्यो तिमीले त्यसको त वाइ हो नि माई फेभरेट डिस हतारको लागि चटपटकको लागि म्यागीहरू भन्दा त वाइ चिट लाग्छ मलाई चाहिँ स्वादै क्या गन्दै अन्डा हालिदिएको छ नि स्याटिस अन्डा चाहिँ 5वटा ऊ अटो आहा हिज न भएन झक्का पारेर त अटोले त यो खालको उकालो पनि कुदाइतिर त्यस्तो खाले पनि छैन साइक्लिङ उकालो ल गाइस अटो पनि आइसकेको छ यहाँनिर चाहिँ अटो पनि कुद्छ खोइ भाउजू कसरी हो 50 हो बनिएको बनाएको हुन्छ अन्डा भयो बनिन्छ अन्डा भयो चाहिँ कसरी अन्डा भयो बनाइदिनु ल दुईवटा अन्डा भयो भने सोच त हामी कसरी निक्लेको यो चाहिँ नेपाली मिर्ग हाम्रो के छ बाजे बुढो यो चल्दैन बुढो यो चल्छ सरी अहिले हाम्रो कोपा बेबे बेबी यो चल्दैन त्यही जिस्केर हामी यहाँ आइपुग्यो यहाँबाट आएको जिस्किँदै यहाँ आइपुग्यो जङ्गलै जङ्गल लट ल्याउँदैन दुई भाइलाई 2 लट चाहिन्छ डाँडा नि एक डाँडा गएको छ त अन्त 2 डाँडा चाहिँ यहाँबाट देख्दैछ दिदी टुप्पो हाम्रो कता छ पुरा ल गाइस दुई भाइ खाएर निस्किदियो कि होइन ड्याममै भयो अब अघिको अवस्था र अहिलेको अवस्था मिल्दैन हाम्रो होइन त अब त कहाँ किन्छ के पो भन्छ तर यहाँ महँगो चाहिँ महँगो रहेछ केटा हो अब्बर महँगो ब्ल्याक माउथहरू नि त सामान इन्डियाको हो अन्त चाहिँ अति 20 को माल 50 त्यति हो डबल भन्दा ज्यादा हो नि 20 को माल 50 हो डबल पनि त 40 हो अन्डा मात्र 40 को खाएर आएको दुई भाइले यता 40 यता 40 त्यही एक एकवटा 40 को अन्डा खाएर आएको एउटा अन्डै तर अन्डा चाहिँ एउटा हो तर दाम चाहिँ 40
महँगो चाहिँ हेभी महँगो छ। अन्डा त अन्त ब्ल्याकमा आएको थियो नि त यहाँको मैले पारेको होला त के गर्नु अन्डा चाहिँ यो त मिलेन त अनि भन्नुपर्छ कि गएर। ल यहाँ बाटो बनिँदैछ। अब यो बाटो बनिएको दिन आउँछौँ हामी। त्यतिलाई चाहिँ थार लिएर आउँछ दिदी होइन त। नम्बर प्लेट हेर्नुहोस् केटा ओइ कहाँ हो नि नम्बर काजी दाईको गाडी हो। टाइम देखाइदिनु ल। हाम्रो इन्डियाको टाइम पनि ढिलो रहेछ अलिकति। साल त कति साल ढिलो छ। अभी इंडिया में 4:09 बज रहे और हमारे यहाँ एज अभी नेपाल में 4:09 बज गया है, लेकिन इंडिया में है अभी 3:55। समझ लो अब हम लोग दूसरे देश में हैं। आप लोगों को भरोसा नहीं हो रहा है ना, देखो हम लोग दूसरे देश में है। टाइम में भयो निन्द्रा लाग्यो। हिँड्नु पर्ने डाँडा डाँडा पनि देख्नु छोडेछ त। ब्याट्री दबाउ हाम्रो दाइ चाहिँ हिँडेको है, बुढौली भए पनि हिँडेको यतिको 30-60 पुगिसक्यो र पनि हिँडेको 60 वर्षमा केटा। सावधान बाटो बन्द छ। ल अघि हामी चाहिँ यो तेर्सो चाहिँ भोकले ल्याम भन्दै आएको। भोकले लडी पछाडि हुँदा आएको दामी आयो त्यहाँबाट त। हामी पुग्नुपर्ने चाहिँ यो डाँडा चाहिँ काट्नु पर्यो। यो डाँडा काट्यो भने चाहिँ पुग्छ। यो डाँडा यो फ्याक्ट्री भएको डाँडा काट्यो भने चाहिँ पुग्छ। तर हामी यो डाँडाहरू हुँदै जानुपर्छ। अब्बर टाढो छ। घुम्नु चाहिँ दुई भाइ अर्को देशबाट अर्को देशमा आइदिएको हिँडेर खतरा हो। अब देश डुल्नुपर्छ दुई भाइ यसरी हिँडेर ल त। देश चाहिँ हिँडेरै खाइदियो अर्को देश चाहिँ हामी। यो देशमा चाहिँ समय पनि छिटो साल पनि छिटो। हाम्रो चाहिँ ढिलो रहेछ। ल यस्तै छ पारा मेरो लास लाग्दैन। बारी खेती चाहिँ खतरा हुँदो रहेछ यहाँनिर। बारी खेती खतरै गर्दो रहेछन् होइन कि कसो। यस्तै छ दुई भाइको हिँडाइ। दमसिलो छ दमसाइलो अझै। आया खुट्टा औली ओहो दुख्यो। ल अघि दुई भाइले बिसाएको चौथरा पनि आइपुग्यो। ओह्रालो त स्पिड हिँड्दो रहेछौँ हामी है। ओह्रालो स्पिड हिँडेर त हामीलाई ल अहिले चाहिँ नेपालमा नेपालबाट हामी यता इन्डिया छिर्ने डाँडा आइपुग्यो। हत्तु हुने रहेछ अझै ठिकै छ। दुई भाइले बोर्डर क्रस गरिदिउँ यहाँनिर छ। अब फेरि उकालो चढाइ हुन्छ हाम्रो चढाइ। फेरि यहाँनिर एउटा पुरानो घर रहेछ त्यो हेर्छ अरे दाइले दाजुले हेर्नुहुन्छ अरे। त्यो घर हेर्नु लाग्दैछौँ दुई भाइ। त्यहाँबाट फेरि अघि आएको बाटो होइन अर्कै बाटो जाने हो। घुम्दै सब खाइदिएर जाने हो यो नेपालको जग्गा बाटोहरू। ल यहाँनिर रहेछ सानो घर रहेछ। को बस्छ होला थाहा त छैन। घरमा तारा लाग्छ। ताला छ घरमा। यो चाहिँ ओडाल देखेको होइन पर ओडा दाइले कहाँ गएको
गोठ होला यो गाईको गोठहरू कहाँ गाईको रहेछ खै एउटै हो उनीहरूको काम गर्दा राख्ने स्टोर रुमहरू अलैँचीहरूको अहिले चाहिँ हामी इन्डियाको भित्तामा छौँ दुई भाइ 15-20 दिन चल्ने ऊर्जा एकैपल्ट मजाउ भनेर पाडे कुखुरा घन्टाको बल निकाल त तल हिँड्दै हिँड्दै आएको यहाँ तलबाट हिँड्दै हिँड्दै दुई भैँसी यहाँ तलबाट हिँड्दै आएको होइन यहाँ माथि पुग्दिसक्यो त म चाहिँ थाक्दिएँ ए अझै छ यहाँ त हो नेपालको भित्ता यहाँ खोला चाहिँ बर्डरले त्यस्तो काम गरेको छ यहाँनिर खोलाले छुट्टाएको छ नेपाल र इन्डिया अब चाहिँ यहाँ माथि छ जानुपर्ने हत्तु भयो यहाँदेखि चाहिँ रोड छ भन्ने आशा छ हौ अघि जङ्गल साह्रै जङ्गल उयो जङ्गल भएर आएको हाम्रो कस्तो खालको डाँडा यो त लाग्दियो है लागौ त भनेपछि के छ हामी लास्ट सबलाई यसमै मजा छ यसमा यही गर भन्नु पनि त सकिँदैन हामी सकिँदैन 1888 देखि हो ओखोटीमा छौँ अहिले हामी भनेपछि ओखोटीमा छौँ ठिकै छ नहिँडेको छ होइन आज चाहिँ हामी हातहरू हिँड्नु अन्त सेतो सेतो भइसक्यो सेतो भइसक्यो कुनै किन कुन चाहिँ ऊ परछन् है त्यस्तो मजा आउँदैन नि त गाडी व्यक्तिमा हिँडेर जस्तो फेरि हिँडेर आइसक्यो नि त आज बाइकमा आउँदा चाहिँ देखाउनु पर्छ नि त श्रीयन्तु हो हामीले हिँडेर खाइदिएको भनेर ल यो पनि आफ्नो घर फर्केको होला हामी पनि आफ्नो घर फर्किँदैछ आइपुग्यो हामी एउटा गाउँ जुन गाउँको नाम हामीलाई थाहा छैन तर आइ चाहिँ पुग्यौँ अब यो लस्कर देख्दाको धुप्पी काटेर चाहिँ जानुपर्ने हुन्छ शिव मन्दिर भइदिए शिव मन्दिर कुन चाहिँ गाउँ हो यो गाउँको नाम चाहिँ पत्ता लगाउनु पऱ्यो अब हामीले माया लाग्दो देख्यो नि तँलाई मुना थाहा छैन कुन चाहिँ गाउँ आइदिए ए अङ्कललाई सोध्नु पर्थ्यो है के साह्रो म त गाउँ भइदिए सानो गाउँ भइदिए खतरा भइदिए सङ्केत दिँदैछ हामीलाई पानीको छिटो जागडा हो भन्दैछ मेरो टाइम भयो भन्दैछ इन्द्रदेवले दिकाउँदैछ है धुप्पी यहीँ हामी पुग्नुपर्ने चाहिँ म एउटा तास हान्दी अरे दाइले अघि आएको हामी यो तल्लाबाट हो गएको चाहिँ नेपाल अब चाहिँ यो धुप्पी आइपुग्यो हामी आइपुग्न आँटे आइपुगेको छैन त्यसै यो धुप्पीबाट चाहिँ टक्क उतापट्टि जानुपर्छ ल त यो देख्दा धुप्पी पनि काटियो अब चाहिँ एक डाँडा काटेपछि टाइमले पनि डाँडा काट्दै कति बजीदेखि 5:50 भइदियो ठिकै भइदिए ए ठिकै छ अनि भतुवाइ त भइदिए र पनि एक राउन्ड त हान्दिनँ नि मिरिकको फेरि कहाँ हान्दिए भाइ हान्दिनँ नि आज त्यो धुप्पी भएको काट्यो होइन अझै यहाँ पुग्नुपर्छ हामी यो डाँडा अति बोल्दाको डाँडालाई चाहिँ च्वाट्टै काटेर चाहिँ जानुपर्ने हुन्छ अझै ल अघि देख्दै गरेको थर्बु कमानको फ्याक्ट्री चाहिँ यहाँ छ
यहाँ छ हो अब त्यहाँ पुग्नुपर्छ हामी त्यहाँ पुग्दैहाल्छ कति पनि छैन एक डाँडा छ त्यहाँ पछि चाहिँ मिरिक त्यो उकालो डाँडा भएर गइदिई अनि टक्क मिरिक पुग्दै बजार पुग्दै त्यहाँदेखि चाहिँ सक्दै दा कालिज 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 ल आइपुग्यो हामी थर्बु टी गार्डनको फ्याक्ट्री सो अब चाहिँ हामी मिरिकको मेन रोड आइपुगिसकेको छौँ यस्तै चल्दैछ हाम्रो जीवन दोकान नचले पनि पैदल यात्रा जारी छ खतरै चल्दैछ होइन त इस अघि पर नेपालको डाँडाबाट देखेको फ्याक्ट्री चाहिँ यो नेपालको डाँडा भन्दा पनि नेपाल जाँदाखेरि नेपालबाट त देख्दैन पनि रहेछ यो चाहिँ मेन रोड मिरिकको यो तल्लोको डाँडा पनि सब खाइदिइसकेको हामीले यो पनि डाँडा कुन चाहिँ बाँकी रहेन ए आठै यस्तो झन् कस्तो खालको खाइदियो कस्तो घुमिदिएको छु यो त झन् त्यो बाटो सौरिनीलाई पनि थाहा छैन यो पनि चुट्यो अब हाम्रो कुन चाहिँ बाँकी छ खै अब त्यो म्यापमा हेर्नुहोस् के भनिदिनु न यसो आजको चाहिँ एकदमै खतरा एडभेन्चर थियो होइन हामीलाई चाहिँ अब डाँडा काँडा त्यो डाँडाबाट त्यो डाँडा हुँदैन भित्ता चाहिन्छ डल्डले डल्डले भित्ता चाहिन्छ अल्छी चाहिँ गर्ने होइन यहाँबाट उयो भित्ता यहाँदेखि डाँडा हुँदैन अब हामीलाई दुई भाइ चाहिँ बिहानै वकमा पनि जान्छ त्यसको पनि भ्लग गर्छु कहिलेतिर दामी मजाको डाँडामा गएर एक्सर्साइज गर्छ दुई भाइ खतरा भुँडी घटाउने रे दाइले अब त्यो भ्लग पनि छिटो आउँछ हेर्दा गर्नुहोस् भुँडीमा चाहिँ अलिकति लागेको छ हिँड्नु पनि पो खेल्ने है हिँड्ने पो हिँड्ने खेल्ने है फिट मान्छे रहनु पर्यो खेल्ने त्यो पनि फेरि टाइममा हुने टाइममा हुनुपर्छ नि होइन ल बोइज एन्ड गर्ल्स मिरिकमा लाइट छैन रहेछ आज चाहिँ दुई भाइ अर्को देशबाट अर्को देश घुमेर आएको दुई भाइको खासै प्लान पनि थिएन त्यस्तो हो हामी चाहिँ खासमा चाहिँ कहाँ गएको दोकान ड्युटी गएको खासमा चाहिँ आफ्नो दोकान छ हाम्रो दोकान चलाउनुको लागि हामी ट्याटु पेर्सिङ गर्छ त्यो चाहिँ यहाँनिर स्टुडियो खोलेको छौँ हामीले त्यो चलाउनु चाहिँ गएको बत्ती छैन रहेछ त्यहाँपछि चाहिँ दुई भाइ यता तल मिरिकको यो फ्याक्ट्री आयौँ त्यो फ्याक्ट्रीबाट चाहिँ दुई भाइले पर नेपालको डाँडा देख्दिउँ त्यहाँपछि चाहिँ त्यो नेपालबाट चाहिँ त्यो डाँडा देखेर चाहिँ के अरे त यो जग्गा 9 नम्बर भएर चाहिँ उकालो चढेर चाहिँ नेपाल पुग्दिउँ नेपालको बाटे डुब्बो श्रीअन्त पुग्दिउँ न हाम्रोमा नेपालको पैसा थियो न हाम्रोमा इन्डियाको पैसा थियो तर पनि दुई भाइले नेपाल खाइदिउँ हो आजको हाम्रो जर्नी चाहिँ यस्तो थियो